ड्रिम कम ट्रु जस्तो फिल भइरहेछ होइन टु बी अनेस्ट किनभने जुन सिचुएसनमा हामी थियौँ 4 गेम पछि एउटा जित 3टा हार त्यहाँबाट यहाँसम्म पुग्नु भनेको एकदमै ठुलो अचिभमेन्ट हो जस्तो लाग्छ र एनपिएल जित्नु भनेको ठुलो अचिभमेन्ट हो सो आई थिङ्क बिग अचिभमेन्ट फर लुम्बिनी लायन्स र टिम एफर्ट हो फेभरेट टिम त्यसरी चाहिँ कोल्याप्स गर्न सकिन्छ भने के प्लान चाहिँ थियो अथवा एक्जिक्युट त्यो भयो अथवा एक्जिक्युट त्योभन्दा बढी राम्रो भयो एक्जिक्युट त्योभन्दा बढी राम्रो भएको किनभने त्यति त एक्सपेक्ट गर्न सकिन्न 80-85 मा अल आउट गर्छौँ भनेर सुदूरपश्चिमलाई स्पेसली उहाँहरूले जुन हिसाबले क्रिकेट खेलिरहेको भएको थियो थ्रु आउट द टुर्नामेन्ट एक्सपेक्टेसन त्यति थिएन बट स्टिल हामी त्यही सोचेको थियौँ एनिथिङ अराउन्ड 140-150 भित्र रोक्यौँ भने गुड चान्स फर अस टु विन द गेम होइन त्यो चाहिँ सोचिरहेको थियौँ बट जुन हिसाबले रुबलले सुरुमा बलिङ गर्यो त्यसपछि शेर म सबैजनाले एकदम राम्रो बलिङ गऱ्यौँ जस्तो लाग्छ होइन र तिलक र अभिषेकले थ्रु आउट द टुर्नामेन्ट राम्रो बलिङ गरिरहेको छन् सो आई थिङ्क एज अ कलेक्टिभ बलिङ युनिट एकदम राम्रो थियो आज र सबै कुरा आज मिलेर आयो जस्तो लाग्छ मलाई होइन र अब यही भन्न चाहन्छु हजुर हजुर त्यो ह्याट्रिकले गर्दा आई थिङ्क अलिकति उहाँहरूलाई बढी प्रेसर फिल भयो जस्तो लाग्छ किनभने मेन ब्याट्सम्यानहरू उहाँ ठ्याक्कै त्यति बेला मिडलबाट कोल्याप्स भयो जस्तो लाग्यो होइन सो सोचेको थिएन ह्याट्रिक हुन्छ भनेर होइन ड्रिममा पनि सोच्न सक्दैन म ह्याट्रिक लिन सक्छु भनेर बट आज सबै कुरा भयो मेरो लागि सो एकदमै खुसी छु र अब त्यही आज मेरो दिन राम्रो छ जस्तो छ टुर्नामेन्ट भेरी राम्रो भएको थियो लास्ट इयर पनि राम्रो भएको थियो बट एज अ टिम हामी त्यो हिसाबले गर्न सकेनौँ र योपालि चाहिँ एज अ टिम पनि हामी भनौँ न एकदम राम्रो खेल्यौँ स्पेसली जुन हिसाबको हाम्रो ओभरसिज प्लेयर्सहरू छन् डार्सीले एकदम राम्रो खेल्यो त्यसपछि हजुरको रुबल ट्रम्पलम्यान सिरिज भएको छ जे स्मिथले राम्रो गर्यो मुभिन आज उसले पनि राम्रो गर्यो डिक्का आएदेखि हामी जितिरहेछौँ त्यसपछि नेपाली प्लेयरले एकदम राम्रो बलिङ गर्यो होइन स्पेसली 3टा स्पिनरले शेर तिलक अभिषेक त्यसपछि जोरा दिलीप दाई सबैले चिपिन गरिरहेको थिएँ र आज चाहिँ दिनेशले पनि एकदमै राम्रो खेल्यो सो ओभरअल टिम एफर्ट हो साँच्चै भन्दाखेरि म कार सोचेको थिएन टु बी अनेस्ट होइन मेरो दिमागमा के थियो कि अब कसरी ट्रफी जित्ने त्यो प्रोसेसमा चाहिँ अब मैले राम्रो खेल्दै गएँ कार पनि पछाडि आयो त्यो बट मेन गोल चाहिँ ट्रफी जित्नु थियो र त्यो चाहिँ अचिभ गर्नुपर्ने थियो लुम्बिनी लायन्स फ्यानको लागि बुझेन तपाईँले सुरुवातमा आफ्नो ब्याटिङबाट म सेटिस्फाई छैन अझै राम्रो सेटिस्फाई त भएको छैन स्टिल होइन किनभने अहिलेसम्म एउटा पनि 50 हाने छैन मैले यो टुर्नामेन्टमा बट स्टिल टिमले जित्यो टिम जितेपछि मलाई पुग्छ जस्तो लाग्छ होइन बट स्टिल एज अ इन्डिभिजुअल चाहिँ इम्प्रुभ गर्नुपर्ने छ त्यो चाहिँ म गर्छु र त्यो बाहेक चाहिँ टिम जित्दाखेरि एकदमै खुसी छु म हजुरको क्लियर भएन टुर्नामेन्टभरिमा नेपाली खेलाडीहरूको पर्फर्मेन्सको आधारमा चाहिँ अब आउने वर्ल्ड कप स्क्वाडमा चाहिँ तपाईँले कसरी हेरिराख्नु भएको छ चेन्जेसहरू के हुन सक्छ हजुर अभियसली अब जसले राम्रो गर्नुभएको छ स्पेसली शेरले जुन हिसाबले बलिङ गरेछ र अरू प्लेयर्सहरू पनि जुन हिसाबले भनौँ न खेलिराख्नु छ आफ्नो क्लबको लागि सो आई थिङ्क उहाँहरूले पनि चान्स पाउनुहुन्छ वर्ल्ड कपको लागि भन्न मिल्दैन बट स्टिल 2025 मा हुनुहुन्छ उहाँहरू हुनुहुन्छ त्यसपछि हेरौँ के हुन्छ बट स्टिल यो पर्फर्मेन्सले यो एनपिएलले काउन्ट चाहिँ गर्छ त्यो चाहिँ अब एकदम इमोसनल मोमेन्ट छ होइन किनभने मम्मी ड्याडी सबैजना आउनु भएको छ दाई भाउजू दिदी बिराजु सबैजना आउनु भएको छ अनि कार जित्दाखेरि अब मम्मी ड्याडी हुनुपर्छ जस्तो लाग्छ मलाई गाडीमा होइन किनभने उहाँहरूले गर्दा म यहाँसम्म पुगेछु सो यो मोमेन्टमा सँगै बसाएर लिएर जाने मन थियो मेरो हजुर एकदम हजुर ड्रिम कम ट्रु ट्रफी जित्यौँ कार जित्यौँ बाइक जित्यौँ सबै कुरा जित्दाखेरि एकदमै आज चाहिँ एकदम राम्रो दिन थियो च्याम्पियन हुनको लागि चाहिँ के हुनु पर्दो रहेछ सर्टमा भन्ने जस्तो यो भने चाहिँ च्याम्पियन हुनु सक्छ भनेर के रहेछ
बिलिभ हुनु एकदम जरुरी छ जस्तो लाग्छ होइन टिममा बिलिभ हुनु जरुरी छ जुन हिसाबको हाम्रो टिम थियो बिलिभ थियो उहाँहरूलाई कि हामी जित्छौँ भनेर किनभने लास्ट 3 गेम अफ द लिग सबै जित्नुपर्ने थियो र एक एकजनामा बिलिभ थियो कि हामी जित्छौँ भनेर त्यो बिलिभ हुनु एकदम जरुरी छ जस्तो लाग्छ मलाई जस्तो ट्रफी उठाएर तपाईँले टिमतिर जुन आइराख्नु भएको थियो त्यो इमोसन त्यो जुन एक्सप्रेसन र सेलिब्रेसन थियो त्यसको बारेमा चाहिँ भनिदिनु मैले के गरेँ म एकचोटि गएर सोसियल मिडियामा हेर्नुपर्छ है मैले के गरेँ भनेर क्याफेको कफी खान चाहिँ गयो कि नै गएँ त्यो चाहिँ जानै पऱ्यो कम्पलसरी थियो हाम्रो लागि एउटा भिडियो बनाएको सायद त्यो पछि चाहिँ लगातार तपाईँले फ्यान्स त्यो भिडियोको अलिकति केही प्रभाव तपाईँले अब सोसियल मिडियामा के भइरहेछ अब मेरो कन्ट्रोलमा छैन त्यो होइन मलाई चाहिँ एज ए टिम कसरी जिताउँछ त्यो मेरो दिमागमा चलिरहेको हुन्छ सोसियल मिडियामा के भनिरहेछ अरूले के भनिरहेछ मलाई फरक पर्दैन मेरो गोल चाहिँ मेरो टिमले मसँग के डिमान्ड गरेछ त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हो मेरो लागि र म त्यही हिसाबले खेल्छु टिमको लागि खेल्छु त्यो बाहेक अरूमा केही सोच्दैन स्कुल गार्डको बनाएको भिडियो हजुर स्कुल गार्डको हजुर तपाईँको आफ्नै एक्टिङवाला हजुर एक्टिङवाला जुन भिडियो थियो नि एउटा टुकेवाला त्यसको इम्प्याक्ट केही केही इम्प्याक्ट छैन उहाँहरूले फनको लागि बनाउनु भयो मैले बनाएँ त्यो बाहेक चाहिँ मेरो गोल चाहिँ टिमले जिताउनु थियो अरू त केही पनि सोचेन रोहित जस्तो यो च्याम्पियनको जर्सी अहिले लगाइराख्नु भएको छ होइन हजुर। अगाडिपट्टि त्यो च्याम्पियन लेखेको त्यो इमोसन कतिको आउँदो रहेछ त्यो च्याम्पियन देख्ने बित्तिकै हजुर अब आज बिहानै नै भनेको हामीले सबैजनाले कि टी सर्ट बनाउनुपर्छ भनेर रविदाले भन्नुभएको थियो टी सर्ट म्याच सकेपछि लाउनुपर्छ भनेर सो अभियसली यसको लागि पनि खेल्नु पऱ्यो जस्तो हजुरले चाहिँ स्वेयर मल्ल चाहिँ हाम्रो लागि ट्रम्प कार्ड हो भन्नुभएको थियो साँच्चै उहाँ ट्रम्प कार्ड नै साबित हुन्छ स्वेयर मल्लको प्रदर्शनलाई चाहिँ कसरी टप किनभने जति बेला विकेट चाहिएको थियो लुम्बिनी एलायन्सलाई हामीलाई त्यति बेला चाहिँ शेरमलले डेलिभर गरेछ र करन्ट सिचुएसनमा मेन विकेट लिएको छ सो आई थिङ्क मेन प्लेयर हो लुम्बिनी एलायन्सको शेरमल्ल स्वेयर मल्ल जहाँ जानुको ट्रफी जितिरहेछ भन्ने चाहिँ एउटा त्यही भएर हामीले शेरमल्ललाई अक्सनमा लिएको Thank you. थ्याङ्क